So, alright, guys, welcome back to my YouTube channel. So, it's me Ranjit, and welcome to the YouTube channel Ranjit Pathway. आजको यो भिडियोमा चाहिँ होइन अब मैले चाहिँ के बारेमा कुरा गर्न थालिरहेको छु भन्दाखेरि हामी एज अ नेपाली प्लेयर किन सक्सेस हुँदैन भने के कुरा सेक्रिफाइस गर्दा पनि हामीले नेपाली फुटबलमा एउटा मौका पाउँदैनौँ खेल्नलाई होइन एउटा आफ्नो देशलाई चिनाउने अथवा आफ्नो देशको जर्सी लाएर खेल्ने सपना कतिको हुन्छ र त्यो सपना पुरा हुँदैन होइन एउटा नर्मल प्लेयर किन सफल हुँदैन होइन कुनै पनि स्पोर्ट्स प्लेयर बट हियर आई एम फोकसिङ अन फुटबल प्लेयर सो हियर आई एम टकिङ अबाउट स्पेसली फुटबल प्लेयर सो एउटा कुनै पनि फुटबल प्लेयर आफ्नो लाइफमा किन सक्सेसफुल हुँदैन होइन त्यो एउटा फर्स्ट अफ अल जब हामी नेपाली फुटबलको कुरा आउँछ हामी नर्मल फुटबल प्लेयरहरू स्पेसली होइन हामी धेरै जसो मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट हुन्छौँ र त्यसमा हामी एकदमै धेरै कुराहरूलाई सेक्रिफाइस गर्नुपर्ने हुन्छ होइन त्यो सेक्रिफाइस गरेर पनि होइन हामी सफल हुँदैनौँ होइन र त्यो कुराहरू हामी सबैलाई थाहा छ र हामी भोगेको छौँ हामी सबैले पनि भोग्यो होला होइन ग्राउन्ड क्वालिटीदेखि लिएर जुत्ता किन्ने पैसा हुँदैन होइन हरेक कुराहरू अब यो आज यो भिडियोमा सबै नै समेट्छु म र विदाउट एनी डिले होइन पोइन्टमा आउँ सो नम्बर 1 पोइन्टमा रहेको छ होइन ल्याक अफ ट्रेनिङ फेसिलिटिज एन्ड एकाडेमी सो ल्याक अफ ट्रेनिङ फेसिलिटिज एन्ड एकाडेमिजमा म के कुरा भन्छु भन्दाखेरि हामीसँग कोचिङ फेसिलिटी र ट्रेनिङ फेसिलिटी एकदमै कम हुन्छ होइन हामी भन्छौँ सेल्फ ट्रेनिङ गरेर भइहाल्छ नि यो फुटबल भनेको हामी सेल्फ ट्रेनिङ गरेर होइन अब धेरै कुरा हुन्न हामी एज अ कोचको गाइडेन्समा हिँड्यौँ भने होइन कोच एज अ हामी नेपालमा त अनेस्टली भन्नुपर्दा होइन राम्रो कोचै छैन हामी युरोपियन कन्ट्रीहरूबाट होइन कोचहरू हायर गर्न सक्छौँ कि तर खोइ हामी नेपालमा खोइ किन गरिरहेको छैन होइन त्यो गऱ्यो भने एकदमै पोसिबल छ र हामीले एउटा यो कुरा पनि सुन्छौँ हामी काठमाडौँ पोखरा होइन ठुल्ठुलो सहरतिर चाहिँ एकदमै फेसिलिटी छ अलिअलि होइन त्यता चाहिँ एकाडेमीहरू हुन्छ तर हामी त त्यति मात्र ठाउँमा त सीमित छैन नि त हामी देशमा त सबै ठाउँबाट प्लेयर आउँछ र त्यो सबै प्लेयर ठाउँबाट हामी न कोचिङ फेसिलिटी न एउटा एकाडेमी फेसिलिटी र एकाडेमीमा पनि होइन अब कुनै सपोर्ट छैन क्या हामीलाई फेरि ग्याप अनि त्यो भएर चाहिँ हामी एउटा यो मेन कारण भनेको त्यही हो ल्याक अफ ट्रेनिङ फेसिलिटी कोचिङ ट्रेनिङ सो यही कमीले गर्दा हो होइन अनि नम्बर 2 मा आउँछ फाइनेन्सियल प्रब्लम यो त मेन प्रब्लम हुनसक्छ मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट जतिजना आउनुहुन्छ होइन म्याक्सिमम प्लेयर त फाइनेन्सियल प्रब्लमले गर्दा फुटबललाई होइन छोडिदिन्छ कि र छोड्नु पनि बाध्यता हुन्छ ऊ रहरले छोडे होइन बाध्यताले छोड्छ क्या प्लेयरहरू हामी मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट आउने स्पेसली फुटबल प्लेयरहरू होइन मेरो फुटबल सेक्रिफाइस गरिदियो कि लाइक जब पढाइ होइन घरको प्रेसर र फाइनेन्सियल प्रब्लम भन्दा सुन्दा जति नर्मल लाग्छ के फाइनेन्सियल प्रब्लममा धेरै कुरा हुन्छ जस्तै कोही मिडल क्लास फ्यामिली ब्याकग्राउन्डबाट कुनै प्लेयर आइरहेछ होइन खेल्छु म गर्छु भनेर आइरहेछ भने उसलाई खानादेखि डाइटदेखि लिएर जुत्ता सक्स होइन हरेक कुरा भनौँ न फुटबलमा त धेरै चिज चाहिन्छ ब्याग होइन इभन ट्राभल गर्नको लागि साइकल होइन मोटरसाइकल चाहिन्छ नि त सबै कुरा तर हामी भन्छौँ फाइनेन्सियल प्रब्लम त धेरै ठुलो कुरो हो वही कुरा गरौँ न हामी कहिलेकाहीँ त हामी एउटा बुट किन्नलाई हामी दसैँ कुर्नुपर्ने हुन्छ ओहो दसैँको पैसा आएपछि बुट किन्ने र यस्तो त मैले मात्र होइन हामीले मात्र धेरैले एक्सपिरियन्स गर्नुभयो होला होइन कुनै जर्सी किन्न आयो भने अहिले त पैसै छैन हुन्छ नि त रियालिटी हुँदैन अब नर्मल बुट किन्न गयो भने पनि हामीलाई अब 1000-1200 मेबी 1000-1200 लाग्छ र त्यतिमा हामी बल्ल जुगाड गरेर एउटा बुट किन्छौँ बुट किन्दा फेरि सक्स हुँदैन सक्स किन्दा फेरि कट्टु हुँदैन कट्टु किन्दा फेरि कहिले लाइक जर्सी हुँदैन होइन हरेक कुरामा हामी पछाडि छौँ कि र हामीलाई कसैले पनि सपोर्ट गर्दैन अनेस्टली भन्छु यहाँ कसैले पनि सपोर्ट गरेको छैन हामीले कसैलाई पनि तपाईँहरूले पनि एक्सपिरियन्स गर्नुभएको छ होला होइन कसैले सपोर्ट गर्दैन नो वन गर्न सपोर्ट हस् के होइन कसैले अलिकति सपोर्ट गरे जस्तो गर्छ फेरि छैन नि त त्यो त मेन त हाम्रो गभर्मेन्टको कमजोरी हो नि त फाइनेन्सियल प्रब्लम अर्को पनि के हुन्छ हामी एकतिर हामीले सकि नसकि तानेर हुन्छौँ हामी आफ्नो एक्सपेन्सेसहरू त उठाएर हुन्छौँ होइन हामी आफ्नो बुट किन्ने त गर्छौँ होइन र उता एउटा जब जसको घरमा कमाउने छैन होइन अनि अब कमाउनु पऱ्यो अलिकति 18-19-20 वर्ष भएको अब छोरा मान्छे अथवा छोरी मान्छे हुनुहुन्छ भने पनि अब घरको जिम्मेवारी बोक्नुपर्ने हुन्छ कहिलेकाहीँ होइन त्यो भएर पनि घरको
आफू फुटबल खेलेर हिँडिरहेको छौँ होइन, हामीलाई त अलिअलि पुग्छ रे ल मानौँ, अलिअलि सानसानो गेम खेलेर पनि अलिअलि चलिरहेछ, फ्यामिलीलाई पनि त दिनु पऱ्यो होइन, त्यो भएर पनि हुँदैन र हामीले बाध्य भएर फुटबल छोड्नै पर्ने हुन्छ कि। यो मेन कारण हो हाम्रो फाइनेन्सियल प्रब्लम भयो। नम्बर 3 मा चाहिँ इन्जुरी एन्ड यु नो ल्याक अफ प्रोपर मेडिकल फेसिलिटिज होइन। र इन्जुरीमा चाहिँ म के भन्छु भन्दाखेरि म्याक्सिमम ठाउँमा हामी हेर्छौँ होइन, नेपालको होइन ग्राउन्ड क्वालिटी राम्रो हुँदैन। ग्राउन्ड क्वालिटी नराम्रो भएपछि हामी खेल्छौँ कसरी होइन, एकदम रफ खेल्छौँ होइन, खुट्टा सुट्टा हान्ने गरी होइन लड्छौँ र हामी चाँडै इन्जुरी पनि हुन्छ। इन्जुरी भएपछि हामी सानोतिनो इन्जुरी र हामीलाई हस्पिटलसम्म जाँदै जाँदैन, खुट्टा मर्क्यो, एङ्गल गयो कसैको होइन, त्यही हामीले तेल तताएर लगाउने लाइक होइन सिम्पल मुभहरू लाएर हामी ठिक गर्न खोज्छौँ। तर त्यो हड्डी हामीले अब कुनै पनि नसादेखि हड्डीको बोनसम्म होइन असर परे हुन्छ, हामी मेडिकलमा जाँदैनौँ। त्यति अब ठुल्ठुलो अलिकति प्लेयरहरू अलि राम्रो ठाउँमा पुगेर खेलिरहेछ भने त्यो तिनीहरू चाहिँ जान्छ। हामी नर्मली गाउँघर अथवा सानो ठाउँमा खेलिरहेछ भने त्यो त हामी जाँदैनौँ र केयर पनि गर्दैनौँ र पछि त्यही इन्जुरीले गर्दा हामीलाई एङ्गल गयो, कसैको एङ्गल कहाँ छ भने उसले फुटबलै खेल्न लगभग छोड्दै आउँछ, ऊ पहिलाको जस्तो फर्ममा हुँदैन। किन भन्दाखेरि हामीसँग मेडिकल केयर छैन। र यो कुरा होइन कि एङ्गल गयो भन्दैमा हामी खेल्नै नसक्ने होइन, सक्छौँ खेल्नलाई होइन, तर हामीलाईसँग राम्रो मेडिकल फेसिलिटी हुनु पऱ्यो कि। एउटा प्लेयरलाई भएपछि मेडिकल फेसिलिटी छैन होइन, एकदमै गाह्रो छ। र बाहिरको प्लेयरहरू अब धेरै इन्जोर भएको छ। यो होइन कि हामी नेपाली प्लेयर जस्तै अब हाम्रो नेपालमा त आशिष दाईको इन्जुरी भयो, त्यो इन्जुरी देख्दा त म एकदम सक भएको, माइ गड यत्रो ठुलो इन्जुरी होइन। अब त्यसमा म के गर्छु, नेपाल सरकार नेपाल गभर्मेन्टको के कुरा गर्ने, कोही नेता केही भइहाल्यो भने होइन त्यसमा एकदमै मिडियाहरू पुग्छ र बिचरा हाम्रो अब नेपाली फुटबलमा एउटा राम्रो प्लेयर होइन आशिष दाईको त्यस्तो इन्जुरी हुँदा कसैले पनि मतलब गरेको छैन नि त, कसैले मतलबै छैन कि हाम्रो नेपालको एउटा प्लेयर त्यस्तो भइरहेछ, त्यस्तो होइन। त्यसलाई कसरी अब फुटबलमा ब्याक ल्याउने होइन, फुटबलमा कसरी कमब्याक गराउने त्यो सोच्दैन हाम्रो होइन। यो पार्टी त्यो पार्टी होइन, दुनियाँ आफ्नै तालमा व्यस्त छ होइन, कसैले नि केयर गर्दैन होइन। आशिष दाईको भगवान्सँग यही कामना गर्छु कि होइन आशिष दाईले चाँडै ठिक होस् र पहिलाको जस्तै ग्राउन्डमा देख्न पाऊँ होइन। र आशिष दाईलाई रिकभरी होस् भन्दै होइन विस गर्न चाहन्छु दाईलाई होइन। र यही हो प्रब्लम होइन। र बाहिरीको प्लेयरहरू पनि इन्जोर भएको छ, यस्तो इन्जुरी डेन्जर इन्जुरी भएको छ र उनीहरू मेडिकल फेसिलिटी राम्रो छ होइन, र त्यही भएर उनीहरू फेरि बाउन्स ब्याक गरेर आफूलाई फर्ममा ल्याउँछ। यो पनि कारण हो हामी एउटा नर्मल प्लेयरको किन हामी सक्सेसफुल हुँदैनौँ, हामी एउटा नर्मल प्लेयर किन छोडिदिन्छौँ। हामी कसैको सानो इन्जुरी भएर पनि हामी छोडिदिन्छौँ फुटबल, घर फ्यामिलीबाट नखेल भयो भन्छ र हामी पनि सोच्छौँ अब यो खेलेर साथै हामी इन्टरटेनमेन्टको लागि अब खेल्छौँ भनेर हामीले मनलाई डाइभर्ट गरिदिन्छौँ र हामी सपना यहीँ इन्ड गरिदिन्छौँ र हामी आफ्नो जब पढाइको तर्फ लाग्छौँ। हामी यो पनि एउटा कारण। फोमा चाहिँ आउँछ सोसियल एन्ड फ्यामिली प्रेसर। अब यसमा चाहिँ यो के छ भन्दाखेरि हामी कुनै गेमहरू फुटबलहरू खेल्छौँ होइन, लाइक फ्यामिली र सोसियलको प्रेसर आउँछ, तिम्रो छोरा यो गर्दै खेल्दै हिँडेछ, हुन पनि हो हामी खेल्दै जान्छौँ, ट्रेनिङ गर्छौँ, दुनियाँले के गर्छ यसले पैसा कमाउँदैन, अब अर्कोले भन्छ पढाइमा फोकस गरेन होइन। फ्यामिलीलाई पनि अब डर हुन्छ कि भोलि गरी केटाले गर्छ कि गर्दैन होइन भन्ने एउटा हुन्छ। यो नर्मल कुरा हो, स्वाभाविक कुरा हो, लाग्नुपर्छ होइन। किन भन्दाखेरि फुटबलमा हामीले सक्सेस भएको त मान्छे कमै देख्छौँ नि त होइन। त्यही भएर फ्यामिलीलाई पनि अलिकति हामीसँग एक्सपेक्टेसन अलिकति कमै हुन्छ कि फुटबलमा हामी गरेर यो गर्छौँ भन्ने त कमै हुन्छ। र फ्यामिली प्रेसरमा चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई फ्यामिलीले कहिले पनि लाइक फुटबल कतिको फ्यामिलीले त नखेल्ने भन्छ, कतिले त खेल भन्छ, तर इन्डाइरेक्टली प्रेसर पनि दिइरहेको हुन्छ। जस्तै अब पैसा कमाउनु पऱ्यो, छोरा मान्छे हो भने होइन, पढाइलाई ब्यालेन्स गर्नु पऱ्यो, फ्यामिली हेर्नु पऱ्यो, हरेक कुरा हुन्छ। यो कारणले पनि हामी धेरै फुटबल प्लेयरले गिभअप गर्छौँ र हामी फुटबल छोडिदिन्छौँ लगभगै। यो पनि एउटा एकदमै इम्पोर्टेन्ट कारण। नम्बर 5 मा चाहिँ ल्याक अफ डिसिप्लिन एन्ड लङ टर्म भिजन। यो सुन्दा अलिकति होइन अलिकति नर्मलै जस्तो लाग्छ, तर हाम्रो मेन कमजोरी नै यो। हामी जस्तो छु कि हामीले कसैको डिसिप्लिन माइन्डसेट छ होइन, कसैले लङ टर्म भिजन लिएर हिँड्छ भने त्यो अवश्य होइन हामीले नेसनल टिमसँगमा छेउछाउ जहाँ पनि पुग्न सक्छ कि, तर पुग्न त पुग्छ कि। त्यो हामीले चाँडै गिभअप गर्नुभन्दा केही न केही ठाउँमा त पुग्छौँ कि, कुनै न कुनै ठाउँमा गएर पुग्छौँ। र यदि हामीसँग डिसिप्लिन माइन्डसेट छ होइन, एटलिस्ट एन्ड लङ टर्म भिजन राम्रो छ, हामीले प्लानिङ राम्रो गरेर हिँडिरहेछौँ भने हामी अभियसली होइन हामी कुनै न कुनै ठाउँमा पुग्छौँ। र अब हामी लेडिज टिमको वुमेन्स टिमको अब कुरा गरौँ होइन, साम्बा
कसैले सोचेको थियो होइन ऊ युरोपियन लिगमा गएर खेल्छ, सोचेको थिएन नि त, तर सम्भव भयो होइन। र हाम्रो एन्जिला किपर होइन, उहाँ पनि अब लिग खेलिरहनु भएको छ होइन। यो सम्भव छ नि त एसियन। अब अहिले त हामी पनि यो लङ टर्म भिजन लिएर हिँड्यो भने त सकिन्छ नि त, नहुने होइन। त्यसैले अब डिसिप्लिनमा हामी धेरै कुराहरू चाहिँ हेल्दी लाइफस्टाइल फलो गर्ने होइन। त्यही त हो नि, हेल्दी लाइफस्टाइल फलो गर्दैनौँ हामी नेपालमा चाहिँ के छ भन्दाखेरि हामीले म्याक्सिमम् ठाउँमा गेम जित्यो चटपटे खाइदिने, लाइक यस्तोहरू अलिकति यो खानपिनहरू पनि त राम्रो होइन रियालिटीमा भन्नुपर्दा होइन। एउटा डिसिप्लिन हेल्दी लाइफस्टाइल छैन हामीसँग होइन। र अर्को कुरा के भन्दाखेरि हामीसँग लङ टर्म भिजन छैन। हामी कहिले पनि हामी कहिले पनि सोच्दैनौँ हामी नेसनल टिममा मात्रै खेल्ने सोच। हामी अलिकति एक्स्ट्रै सोच्नुपर्ने हुन्छ कि कहिलेकाहीँ। ल लास्टमा चाहिँ रहेको छ लिमिटेड अपर्च्युनिटी टु गो अब्रोड। सो यो कुरामा चाहिँ म के भन्छु भन्दाखेरि अब तपाईँहरूले भन्नुहुन्छ होला हामी बाहिरको लिगहरू कसरी खेल्ने होइन, र यो गाह्रो पनि छ है। किन भन्दाखेरि लाइक हामी यो फर्स्टमै कुरामै हल्दिन्छौँ। फर्स्ट टाइम हामी फुटबल खेल्छौँ, लाइक फुटबलबाट स्ट्रगल गर्दै गर्दै आउँछौँ होइन। र त्यो टाइममा हामीले कति कुरा सेक्रिफाइस गरिसकेका हुन्छौँ। हामीले भनौँ न कुनै स्किल पनि सिकाइ हुँदैनौँ, बाहिरी जस्तै पैसा अर्न गर्ने स्किलहरू पनि सिकाइ हुँदैनौँ। न हामीले भनौँ न एजुकेसनलाई राम्रो टाइम दिन सक्छौँ होइन, जसलाई इङ्ग्लिस इम्प्रुभ हुन्छ अलिक, त्यो पनि हामीले केही गर्दैनौँ। न कम्युनिकेसन स्किलमा काम गर्छौँ, सिर्फ हामी फुटबल खेल्छौँ। र फुटबल पनि यसरी खेल्छौँ कि हामीले लाइक हुन्छ नि हुन्छ कि हुँदैन भनेर खेल्छौँ। र हामी लास्टमा केही पनि उपाय हुँदैन, न फुटबलमा राम्रो हुन्छौँ, न पढाइमा राम्रो, न हुन्छ नि कम्युनिकेसन स्किल इङ्ग्लिस स्किलको कुरा गर्दैछौँ स्पेसल्ली होइन। र लास्टमा हामीसँग बाहिर जाने अपर्च्युनिटी एकदमै कम हुन्छ। युरोपियन कन्ट्रीको त गाह्रै हुन्छ। लाइक अहिले जब हामी पढ्दैनौँ युरोपियन भिसा लाग्न त अलिक गाह्रै छ। हामीले केही स्टुडेन्ट भिसा होइन, अरू कुनै भिसा हुन्छ तर एकदमै गाह्रो हुन्छ हामी यो कुराहरूलाई ध्यान दिएनौँ भने होइन। र त्यसैले लास्टमा चाहिँ के उपाय हुन्छ भन्दाखेरि होइन, हामी कामको भिसामा हामी होइन लाइक दुबई कतार जानुपर्ने स्थिति हुन्छ कि हामीले उपाय नै छैन नि त। हामी जब एउटा कुवाबाट अर्को कुवा जानु पऱ्यो कि अपर्च्युनिटी खोज्नलाई, हामी फुटबल खेल्नलाई होइन, त्यसको लागि हामी एकदमै एजुकेटेड भन्नाले पनि स्पेसली म इङ्ग्लिस स्पिकिङ स्किलको कुरा गर्दैछु। इङ्ग्लिस स्पिकिङ दामी हुनु पऱ्यो होइन, एकदमै लाइक पढाइ पनि ठिकठाकै हुनु पऱ्यो होइन, ताकि हामी यो कन्ट्रीबाट निक्लेर अर्को कन्ट्रीमा जान सकौँ कि एउटा वे बनाउनलाई मात्र। म भन्दिनँ कि म्याथ र साइन्समा एकदमै डेन्जर, त्यो होइन, जस्ट ब्यालेन्स गरेर होइन जानुपर्ने हुन्छ, ताकि हामी यो कन्ट्रीबाट अर्को कन्ट्री मुभ भइदियौँ भने स्पेन होइन, फ्रान्स होइन, जर्मनी होइन, इटाली धेरै कन्ट्री छ होइन। हामीले यो कन्ट्रीहरूमा मुभ भएर हामीले अलिकति खुट्टा मात्र चाल्यो भने पनि अलिकति केही न केही हुन्छ कि हामी सामान्य त्यो युरोपियन क्लबमा हामी बार्सिलोना होइन, स्पेनमा लाइक होइन बार्सिलोना होइन, युरोपमा होइन ठुल्ठुला क्लब छ, PSG छ होइन। अनि ठुल्ठुलै क्लबमा हामीले अप्लाई जस्तै हामी ठुल्ठुलै क्लबमा ट्रायल दिन जानुपर्छ भने चाहिँ होइन, लाइक हामी सानो क्लब कति हुन्छ नि, हामी सानो क्लबबाट खेल्नु भनेको नि ठुलो सपना हाम्रो नेपालीको लागि होइन। लाइक त्यो भएर पनि म भन्छु कि होइन हामी सबै कुरा ब्यालेन्स गर्दै हिँड्नुपर्ने हुन्छ।